यो अकस्मात पानीले आगो मार्दैन नगर्नु अकस्मात पड्किन्छ अब अकस्मात बाइकमा आग लागि भएको अवस्था दमकल बोलाऊ पानी नहाल्नु अकस्मात यो बाइकमा छैन बाइकमा आगो लागि भएको अवस्था अकस्मात हेर्नुहोस् यो छैन पड्किन्छ फोन गर्नु न पल्सर बाइकमा बाइकमा आगो लागि भएको अवस्था ला सल्क्यो यार दोकानमा सल्क्यो यो बाइकमा आगो लागि भएर सटर बन्द गर्नु यो बाइकको ट्याङ्की है यो बाइकमा हो यो चाहिँ बाइकमा आगो लागि भएको एकैछिनमा यो बाइकमा यो बाइकको ट्याङ्की यहाँबाट आगो लागि सुरु भएर ट्याङ्की यता हेलेको अवस्था एम्बुलेन्सलाई के अरे दमकललाई खबर गरे तापनि दमकल अहिलेसम्म आइपुगेको छैन यो चाहिँ रोकिरहेको बाइकमा अकस्मात आग लागि भएको है साथीहरू यो चाहिँ झापा दमकमा है साथी अकस्मात बाइकमा आग लागि भएको झापा दमकको भिरकुटी चोकमा झापा दमकको यो भिरकुटी चोक नजिकै पुरानो पाथीबाट एफएम भन्छ बुद्ध चोक पुरानो पाथीपरा एफएम झापा दमकको बाइक चाहिँ यो बाइक है साथीहरू यो बाइकमा यो पल्सर बाइक हो 150 सीसी को यो पल्सर बाइक चाहिँ पखाउन हौ नि हाल्दा झन् ठुलो बल्छ यो पल्सर बाइक है यो पल्सर बाइक 125 यहाँबाट आग लागि सुरु भएको ट्याङ्की त्यहाँ फ्याले यसरी फ्याल्दा पनि आगो त्यो ट्याङ्कीमा जति तेल छ त्यो सकिन्जेल बलिरहेको छ नि त अकस्मात आग लागि भएको यो बाइकमा कसको यहाँ छ धन्न साथीहरूले यो ट्याङ्की खोलेर चाहिँ कसले बुद्धि चाहिँ पुर्याएको झन् ट्याङ्की खोलेर उता फ्याल्दे यो ट्याङ्की खोल्ने बुद्धि चाहिँ कसले लगायो राम्रो गरे यो ट्याङ्की कसले खोलेको ट्याङ्की कसले खोलो राम्रो बुद्धि लगायो ट्याङ्की जसले खोलो नि राम्रो आइडिया लगायो क्या उता फ्याल्नु नभए झन् खतरा हुन्थ्यो ए मिस्त्रीले हो ए राम्रो हो यो ट्याङ्की खोलेको थिएन भने अझै यहाँ गाह्रो हुन्थ्यो यो अहिले त्यो हजुर फुल ट्याङ्की बनाएर आफियाको आगो लागेर बाइकमा लाग्दै थियो नि ट्याङ्की खोलेको थिएन भने पड्किन्थ्यो कहाँ गयो मान्छे उ आउनु पल्सर 150 कोमा है अकस्मात आग लागि भएको यो चाहिँ झापा दमकको पुरानो पाथीपरा एफएमको अगाडिपट्टि दमकल बारुण यन्त्र बोलाएको धेरै बेर भयो तर अहिलेसम्म आइपुगेको छैन
अझै आगो अझै लागिरहेको छ तेल सुन्नमा आएअनुसार चाहिँ तेल फुल ट्याङ्की थियो अरे त्यो भएको कारणले गर्दा बलिरहेको छ त्यो तेलको मात्रा नसकिन्जेलसम्म त बले नै भयो हुँदैन हाल्नु हुँदैन त्यो तेल त जति छ तेलको मात्रा हुन्छ बल्छ त्यसलाई केही गर्दा रोक्न सक्दैन अर्को ग्यास चाहिन्छ त्यो ग्यास छैन त के गर्नु त्यो ग्यास भए मात्रै मर्नु होइन दोकानमा चाहिँ को छ ट्याङ्कीबाट तेल लिक गरेर तिमीले खोलिदिएको झापा दमकमा है साथीहरू झापा दमकको पुरानो पातिपरा एफएम नजिक भएको यो बाइक आग लागेको घटना आजको तत्काल अहिलेको